यहाँ म्याच भाग मुजी खुट्टा लगाएर कस्तो गाइज आज चाहिँ हामी जाँदैछौँ नाइट हन्टिङ। सो अब खोलामा भेटौँ। आज चाहिँ नाइट हन्टिङको एक्सपिरियन्स गर्छौँ हामी। त्यो चाहिँ फुल ब्लग हुनेछ, सबजना इन्जोय गरिदिनु होला गाइज। अब भेटौँ खोलामा। भाइ चाहिँ आयो। ओ हतियार हेरे भाइ। गाइज हामी चाहिँ जाँदैछौँ। ओ तिमी पनि हतियार हेऱ्यौ न साथी। हतियार हेरेर राम्रो हेरेन क्या। गाइज हामी चाहिँ जाँदैछौँ आज नाइट हन्टिङमा। गाइज हाम्रो सुरुवात चाहिँ गाउँकै नालाबाट सुरु भयो। दुईवटा केक्रा हामीले समातिसक्यौँ। अब यता जाँदैछौँ हेर्दै गाइज। लाइट हामी लाइट चाहिँ यस्तो गर्नुपर्छ यार साथी। गाइज फोनमा पनि चार्ज छैन, कतिसम्म भ्याउँछ मेरो फोनले। अब आज हेरौँ। छैन साथी यता अब। सो गाइज हामी चाहिँ अहिले चाहिँ नालामा मार्दैछु। खोला नै छिर्ने अब। समातो त साथी। साथी लजरा समातो केक्रा हालो साथीले। जाउँ जाउँ गाइज। अब हामी ट्याक्क खोलामा भेट्छौँ। सो फाइनली गाइज हामी चाहिँ खोला आइपुग्यौँ। हामी चाहिँ यहीँबाट हन्टिङ स्टार्ट गर्छौँ। कोही छ साथी? सो गाइज हामी चाहिँ त्यहीबाट हन्टिङ स्टार्ट हुन्छ हाम्रो। खोइ झिँगे समात्यो अहिले। समात्यौ भागेछ। सो गाइज घुमिन टिप्छौँ गाइज हामी। सक्दो अब धेरै चार्ज चाहिँ छैन गाइज। हामी चाहिँ ठाउँ ठाउँको खिच्छौँ घुमी समात। सो गाइज घुमी कति धेरै छ समात्नु सबै टिप्न एकटान छ। मैले पानी फोहोर गर्दै टिप्न एकटान छ। सो गाइज केही त राम्रो हेरेर छैन। त्यही पनि यहाँ ओ केक्रा भागो भागो गाइज केक्रा भागो समात। यहाँ घुमी यहाँ झिङ्गे छ। यहाँ झिङ्गे छोड त पोथी माछा मारो गाइज। ल हामी अब अगाडि भेटौँ। अगाडि माछा रहेछ गाइज। त्यो पानी चाहिँ बढ्छ क्या गाइज। घुँडासम्मै पुग्दो रहेछ यहाँको पानी चाहिँ। अगाडि नै छ पानी गाइज। चार्ज पनि झिँगा समात्दैछु। त्यो झिँगे लामो झिँगे हेर्छु म। बगी छ एउटा भागिहाल्यो नि। अस्ति पो साथीकोमा समातेको थियो मैले झिँगे गाइज। समात्न यहाँ यहाँ एउटा त्यहाँ छ। यहाँ छँदैछ यहाँ भागो। मतीको कोही जहाँ माथि त्यहाँ भागो। माथि साथी चाहिँ झिँगे समात्दैछ त्यहाँ। एउटा टर्च चाहिँ स्टकमा छ। दुईवटा टर्च स्टकमा छ। खोइ मुङ्री चाहिँ होइन रहेछ। पानी त्यत्तिकै झरेको मारिस कि भागो। अघिको मुङ्री चाहिँ साथी तनी बाल्टी थापिहाल्नु भाइ। लामो जस्तो गर्छस्। काट्यो साथीले काटिस् भाइ। टर्चले यस्तो साइको यता हेर न टर्च। सो गाइज ब्याड लकली हाम्रो चाहिँ मुङ्री भागो। जाउँ त्यत्रो दुई लट हान्यो मुङ्री भागी त हालो। ओ यहाँ म्याच भाग रन मुजीको खुट्टा लगाएर कस्तो के त आइज मुजी रन यतै छ यो मुजी। खुट्टामै हान्नु त्यसको थोरै पानी भएको उतै छ त्यो।
दुईटा रहेछ गाइज यहाँ चाहिँ यो पानी सफा हुनु थियो कि यही भेट्छ अहिले काँच चाहिँ भाग्दो रहेछ हेरौँ लामो थिएन उतै माथितिर गयो जाउँ त फेरि बिस्तारै जाउँ ल मजाले हेर्दै अर्को भर्खर हान्न खोज्यो यसले खुट्टा अगाडि लगाइदियो कि गिड्डी गरिहाल्यो नि त मुङ्गी चाहिँ भेटेन भागिहालेछ 4-5 चोटि चान्स चाहिँ पायौँ हान्ने तर हान्नु चाहिँ सकिनौँ दुईटा रहेछ गाइज के गर्नु हन्टिङ पनि सजिलो त होइन नि भनेपछि बर्खाएर नि आज एउटा मुङ्गी चाहिँ सुरुवात भइसक्यो हाम्रो सानो छ तर हुन्छ अब 60 अगाडि हिँड्दैछ क्यामेराले पनि मेरो भ्यान त यहाँ अझै एउटा रहेछ गाइज भागिहाल्यो यसको अगाडि हुन्छ क्या एउटा यहाँ नि हुन्छ यहाँ चाहिँ मजा लाग्यो किन ओ भाइ गाइड म अहिले फोन अहिले चलाउँछु काट्दैछु भागिसक्यो भाइ खिच्न खोजेको थिएँ क्या मैले अब यत्रो पानीमा कसरी हान्नु हो कि होइन हो नि अब जाऊ कस्तो बाटो बिकट रहेछ हौ यहाँको त स्ट्रगलिङ बर गर्दैछु गाइज अरे अहिले आएको रहेछ माछा आर्मी ट्रेनिङ गर्नुभन्दा पनि धेरै अप्ठ्यारो रहेछ गाइज यो चाहिँ गाइज हामी आउँदैछौँ क्यामेरा चाहिँ बन्द गर्नुपर्ने हुन्छ यहाँ मारो 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 त्यो गयो उता भित्रै गयो भित्रैतिर गयो हेरेँ क्या मैले साथीले चाहिँ हान्नु बाम तर भित्रैतिर गयो बाम चाहिँ हान्नुपर्छ बिस्तारै बिस्तारै गाइज यो बाँधमा कसलाई के गर्नु छोड्दै मरेन अब चाहिँ मरो क्या अब चाहिँ हेर न यता बाम चाहिँ हुन्छ कि अन्डा बामहरू बान चाहिँ यस्तै छ यो बान चाहिँ खोलिदिउँ है धेरै पानी हुन्छ नि त यहाँ गाई साठी अब गैँचीका कता जानु म हेराइरहेको छु चालैतिर हेर्नु परेन गाई साथीले चाहिँ यता गैँची मार्न आँटो मरो मारिस ए टुक्रै पारिदियो खोइ यता हेर त टुक्रै पारिदियो ओइ भाइ यहाँ आउ न यहाँ मुला लड्छस् मरिहाल बरु लडेर यो समाट न यो गैँची हाल्नु न लगाएर अब हामी यो खोला पारी पुगेपछि चाहिँ भिडियो बनाउँछौँ उता हेर हाई भन्दै हाई स्कुलबाट माथि जान्छौँ हिँड्दैछौँ गाइस खाली खुट्टै छ हतियार टर्च कोही माछाहरू पनि त कति भयो माछा चाहिँ गाइस म अब घर पुगेरै बनाउनु पर्छ भाइको खुट्टाको त्यो भयो अरे त्यो दिन भाइ हिँड्न पछि केदारनाथ जाँदा यस्तै गर्नुपर्छ त अहिले गाइस यता घर हो अनि घर छ पानी हेर्नु कोही झिङ्गे यहाँ छ नि एउटा दुईटा रहेछ एउटा झिङ्गे दुईटा झिङ्गे समाति यहाँ छ ओ यो बोराभरि झिङ्गे छ त समाति एउटा पनि समाति पानी नै हलायो मुजीले त्यही हो जस्तै हो भेटो
भाइले कस्तो साँट्यो तले ठट ओइ छिटो जा त्यहाँ जानु मुला छिटो साँटेस भने निकालिहाल्छ कस्तो एउटा माछा निकाल्ने त्यो टाइम लाग्यो यसले भाग्न दे मुला एउटा हाल त्यहाँ काटेको छोडे कत्रो छोडेको छ भन्छु अहिले तलै काट्छु म हल्लाको नला न मुला हल्का माथि उठाएर हिँड्नु त्यहाँ पानी छिर्छ अहिले बाल्टीमा गाइड खोलामा चाहिँ छिरे अर्को खोइ उता पल्टिरहेको छ दुई टुक्रा 2 पिसेस समातिहाल्यो हजुर यो सुत्दा चाहिँ हामीले 3टा ओइमा झिङ्गी हेर्न यहाँ यो सुत्दा चाहिँ हामीले 2टा बान कट्यौँ अब यहाँबाट टरेर हामी डिल जानुपर्छ है चप्पल लाउनु पर्छ होला है चिप्लो भइहाल्छ नि अब पानी लेउ भएपछि त मुङ्गरी भाम पो भेट्छ यहाँ ओइ गहिरै हेर्छु समुद्र जस्तै अब आइदिनु ल तर के सर्प होइन ए हो गयो जा भाइ जा लामो जान्छ त्यताबाटै गयो ओइ कस्तो ढाँसेको यो त बडे ढाँसे को हामी त अझै माथि नि गाइज कत्रो मुड भयो छोड्दै त्यो गएर के गर्छस् अब पानी कत्रो हालेको कि यत्रो गहिरोमा कहाँ सक्छ नि माछा त गइरहेछ नि टन्ने उमेर त हिलेहरू गइरहेछ सेतीहरू कस्तो यहाँ हेरेको माछा भएको भने त छिट्टै दुख्छ होला ओ यता नि गहिरो हो गहिरो कहाँ छ म म यो त पुरै गहिरो छ म ल यस्तो छिटो अन्त गाइज डुबेरै मरिन्छ होला अब चाहिँ बाटो यहाँबाट आइज अब हामी चाहिँ बाँसघारी जानु पर्दैछ बाँसघारी जाँदैछौँ यहाँ नि पानी डोब्रो रहेछ हाम फाल्नु लामो छ ए अगाडि चाहिँ कम रहेछ गाइज भाइले चाहिँ आउनु अप्ठ्यारो भयो अब आज भाइ छिर्ने बित्तिकै हान्छ त अनि कस्तो मान्छे त पोथी मार गयो कत्रो काट्यो अच्छा ओ यो कसरी जान्छ अब यहीँ घोप्यो क्या पानीबाट साफ गर्नु अब गिड्डी भयो नि गाई चाहिँ अब कसरी पुस्ने यति धेरै खुन बड आमा यहाँ गङ्गेटा साँच्छ डुब्दैछ कत्रो काटिएको मोजी तैँले कसरी गर्छ तर काटेको होइन घोप्यो हात यसरी छोपेको छु यसरी यतिखेर दिन चाहिँ बन्द भयो बिस्तारै बिस्तारै अब बड दुखिरहेको छ नि मलाई चाहिँ काटकुट चल्दैछ दुखिरहेछ घाउ पनि ब्लड चाहिँ पर्मानेन्टली बन्द भयो तर दुखिरहेको जोइन्टमै लाग्यो यार मेरो भोलिपल्ट त हेर्न मलाई बड दुख्छ होला हाम्रो डेस्टिनेसन पुगिसक्यौँ एउटा मान्छे डुब्छ होला है साथी हो है एउटा मान्छे डुब्छ होला है यो झर्नामा झर्ना चाहिँ होइन भाइ यो पनि बानै हो सानो टाइपको यो सुधा चाहिँ हामीले 3टा बान कटिसक्यौँ डुब्लास यताबाट आइज नि स्टेप छ त यहाँ यो त छिरिहाल्यो गाइड साठी चाहिँ छिरिहाल्यो आँपे जस्तो
ओ हाम्रो चप्पल निकाल भाइ यहाँ स्टेप छ त भाइले यहाँ चप्पल निकाल्नु कहाँ छिरो त भिजिसकेको छु तनी मुजी राम्रो कट्टी लग्नु छैन भिजिसकिस् त मुला मेरो चप्पल त सिम्पल छ फिट्टावाला गाइड एकैछिनमा धुइहालिन्छ तिमीहरूको पो क्रक्सको बिक्री हो राइट कट्टी पुग्यौँ हामी बाटो रोड पुग्यौँ रोड बोक्न मुला गिड्डी नगर्नु यो भाइ गलो अरे मुला अनि म चाहिँ गरिनँ आज रातिको 10:30 बजिसक्यो हामी डाइघाट चोकमा आइसक्यौँ हन्टिङ हानेर डाइघाट चोक आइपुग्यौँ खाना पनि खाएको छैन अब घर गएर खाना खाइन्छ घर पुगिसक्यो है केटा हो माछा यसले त्यो गर्दैछ साइड लाउँदैछ पकाएर पैसा एकटा राम्रो साथ न मोरले दुईटा हातले समात इनेंगे पकड़ त्यसो समात नहिले कसम त रुन्छस् नहीं रे ये डल्ले पकड़ के जाने के थाने से कॉन्फिडेंस से डाले सके हाँ कि नहीं रे गंगे त त्यो बाल्टीमा एकटा डेमनी पकड़ देखा था त्यो भाइले कस्तो हँसाइदिन्छ यार देख लियो एकटा डेमनी पकड़ी खाना गर्न भाइ अपने जान के अपने लगल के दिमाग यो समात्दैछ समात न राम्ररी छोरी त्यसो नै गर्न त्यसो नै समात न हो सही समातिस् त गाइस ल अहिले माछा चाहिँ ओइ बाल्टी फुट्दैन मुला अब यो बर त्यो गर एक छाक भयो खोइ कहाँ खोइ तिम्रो गंगेटले नि त एक छाक गंगेटा एक छाकले माछा हुन्छ हौ दुईजनालाई भाग त हो हेरौँ न अब कति हुन्छ प्लास्टिकले एउटा नाभि गनाउँछ यहाँ प्लास्टिक छैन हौ पर्खिन एउटा बोरा खोज्छु ऊ त्यो बोरा दे त भाइ त्यो बोरा धोएर आइज त साइडको बोरा अब माछा भाग लाइन्छ त्यसपछि यो रन मात्रै यसमा अन्डा रहेछ खाना खाने अनि सुत्ने सर नै गएको छ नि त्यो गाई दाजुको माछा चाहिँ पानीमा यसरी बिना पानी खोइ भागो जो भाइ त्यो कुट्यो गङ्गेटा त कुन माछा उदिन लेख्ने मरो फेरि आज काँखारले त्यस्तो न ओइ गङ्गेटा समात काँखार कल्के एक छाक माछा ले त गर्नु गङ्गेटा समात न पकड्ने काँखार रिसाइसक्यो यो माथि बोरामा हाल न पकड्ने काँखार अब एकैचोटि त्यो चाहिँ हाल सुरुमा यो बाल्टी चाहिँ त्यही हाल खन्नाइले एकै लट लामा पानी छ अब चाहिँ भिडियो एडिट गरेर युट्युबमा आउँछ 12 बजीतिर हैन सुरुमा चाहिँ म फोन चार्जमा दिन्छु गाइस थ्याङ्क यू